माथिल्लो तलामा छोरा बुहारी गफ गरिरहेको थिए। तल आमा बसेर बत्ती काटिराख्नु भएको थियो। बत्ती काट्दा काट्दै छोरा बुहारले गरेको कुराकानी आमाले तल स्पष्ट सुनिरहनु भएको हुन्छ। कुराकानी कस्तो थियो हेर्नुहोस् है। बुहारीले छोरालाई भन्छन्, तिम्री आमा सधैँ घरमा बसिरहँदा मैले बाहिरको संसार हेर्न पाइनँ, बाहिरको संसार देख्न पाइनँ। म सधैँ तिम्रो आमालाई कुरेर बसिराख्ने, मैले जीवन जिउनु पर्दैन। छोराले भन्छ श्रीमतीलाई, के गरौँ त मैले, भन न के गरौँ। माथिल्लो तलामा छोरा बुहारीको वार्तालाप तल बसेर आमाले सुनिरहनु भएको हुन्छ। छोराले भन्छ, भन न त मैले के गरौँ। अनि बुहारीले भन्छन्, केही वर्ष तपाईँको आमालाई वृद्धाश्रममा लगेर राखिदिए हुन्न भने। केही वर्ष तपाईँको आमालाई वृद्धाश्रममा लगेर राखिदिए हुन्न। श्रीमतीको कुरा सुनेपछि छोरा एकछिन अलिक चर्को आवाजमा बोल्छ, के कुरा गरेको तिमीले यस्तो, जसले मलाई 9 महिना गर्भमा राखेर प्रसव पीडा सहेर यो धरतीमा ल्याउनु भयो, ती आमालाई मैले कुन मुखले वृद्धाश्रम जाउँ भने, यस्तो पनि कुरा गर्ने तिमी भनेर एकछिन श्रीमान श्रीमतीसँग अलि रिसायो। छोरा बुहारीसँग अलि चर्को आवाजमा बोलेको तल आमाले सुनिरहनु भएको छ। त्यो सुन्ने बित्तिकै बुहारीले भन्छन्, त्यसो हो भने घर व्यवहार सम्हाल्नु, छोराछोरी सम्हाल्नु, म हिँडेँ। बुहारीले त्यसो भनेको सुन्ने बित्तिकै छोराले भन्छ, तिमी आवेगमा नआऊ न प्रिय, आवेगमा नआऊ, ठिकै छ नि, म आमाको मुड हेरेर आमासँग कुरा गरौँला। यस्तै मङ्सिर पुसको जाडो महिना थियो। आमा भोलिपल्ट पिँढीमा बसेर घाम तापेर बत्ती काटिराख्नु भएको हुन्छ। छोरा आमाको नजिकै जान्छ अनि आमाको हात सुमसुम्याउन थाल्छ। आमालाई राम्रोसँग थाहा छ छोरो किन नजिक आएको छ। अनि आमाले छोरालाई सजिलो बनाउन भन्नुहुन्छ, बाबु खाना खायौ? छोराले भन्छ, मैले खाएँ आमा। आमाले नै सजिलो बनाइदिनुहुन्छ, बाबु तिमी र बुहारी सधैँ चर्को चर्को बोलेको सुन्छु आजकल म, के तिमीहरूलाई केही आर्थिक समस्या छ? यदि तिमीहरूलाई आर्थिक समस्या परेको छ भने मेरा केही गहना पातहरू छन्, त्यसलाई लगेर बेच, समस्याको समाधान गर बाबु। छोराले भन्छ, त्यसो होइन नि आमा, त्यसो होइन। आमाले भन्छ, कसो हो त बाबु, कसो हो भन न। छोराले भन्छ, आमा तपाईँ सधैँ घरमा बसिरहँदा बुहारीले बाहिरको संसार देख्न पाइन भनेकी छन्। हुन पनि हो आमा, मेरो मात्रै कमाइले घर व्यवहार चलाउन गाह्रो छ। छोराछोरीको फी महँगो छ, घर भाडा पनि महँगो छ, यस्तै घर व्यवहार चलाउन गाह्रै परिरहेछ आमा। अब आमाले भन्नुहुन्छ, मैले के गरिदियो भने तिमीहरूलाई सजिलो हुन्छ त भन न, मैले के गरिदियो भने तिमीहरूलाई सजिलो हुन्छ। अब छोरालाई अलिक सजिलो हुन्छ। अनि छोराले भन्छ, आमा तपाईँ केही वर्ष घरभन्दा अलि पर टाढा गएर बस्दिनु भयो भने बुहारीले पनि बाहिरको संसार देख्न पाउँथिन्, बुहारीले पनि काम गर्थिन्, अनि मलाई पनि सहयोग पुग्थ्यो, घर व्यवहार चलाउन सजिलो हुन्थ्यो आमा। आमाले भन्नुहुन्छ, जा अब यति कुरा भन्न पनि गाह्रो मान्नुपर्छ त तिमीहरूले, मलाई भनेको भए भइहाल्थ्यो नि। छोराले आमालाई राख्नका लागि वृद्धाश्रमको खोजी गर्छ र आमालाई वृद्धाश्रममा राखेर छोरा घर फर्किन्छ। छोरा बुहारीको जीवन सहज रूपले अगाडि बढ्न थाल्छ। आजको जस्तै शनिबारको दिन बिहान 7 बजे आमालाई वृद्धाश्रम छोडेर आएको 1 हप्ता नपुग्दै शनिबारको दिन 7 बजे बिहान घरमा घन्टी बज्छ। एका बिहानै को आयो भनेर छोरा बुहारी सुतेकै कोठाको माथि झ्यालबाट बाहिर चियाएर गेटमा हेर्छन्। गेट बाहिर आमा उभिरहेकी हुन्छन्। छोरोको पारो तात्छ। त्यति सम्झाएर कन्भिन्स गरेर मोटिभेट गरेर वृद्धाश्रममा छोडेर आएको आमा 1 हप्ता नपुग्दै 7 बजे बिहान गेट बाहिर उभिरहेको देखेपछि छोरो रिसले चुर हुन्छ। अनि गेट बाहिर गएर आमालाई भन्छ, कस्ती आमा हो तिमी, कस्ती आमा हो तिमी, आफ्नै छोरा बुहारीको पनि घर बसेको देख्न नसक्ने, यस्ती आमा हुनुभन्दा मर्दिएको बेस, भन्न हुने भन्न नहुने सबै कुरा भन्छ। छोराको कुरा सकियो होला भन्ने भएपछि आमाले सानो आवाजमा काँपेको आवाजमा भन्नुहुन्छ, बाबु भ्रममा नपर, बाबु भ्रममा नपर, म तिमीहरूसँग बस्न आएको होइन। छोरो अझ रिसले चुर भएर भन्छ, किन आएको त आमा, यो कालो अनुहार, यो चाउरी परेको अनुहार, यो अलक्षिना अनुहार देखाउन बिहान बिहान मेरो अगाडि किन आएको तिमी? आमाले
सानो आवाजमा फेरि पनि भन्नुहुन्छ, बाबु आज आश्रममा बिहानै भक्तजनहरूको भिड थियो। आश्रममा आएका भक्तहरूले हामी आश्रममा बस्ने आमा बुवाहरूको हातमा एउटा एउटा थैलो थमाइदिए। झोला खोलेर हेरेको त त्यो झोलाभित्र तातो तातो जेरी रहेछ। तिमी बच्चामा जेरी भनेपछि हुरुक्कै हुने, तिमी बच्चामा जेरी भनेपछि हुरुक्कै हुने। त्यो एक्लै खाने हिम्मत आएन राजा, त्यही खान्छौ कि भनेर लिएर आइदिएको। त्यो जेरीको पोको छोरोको हातमा थमाइदिएर आमा फेरि वृद्धाश्रम फर्किनुहुन्छ। मेरा अभिभावकहरू कविहरूले पनि त्यसै भनेका होइनन् नि हजुर। धरतीमै छन् सबै चिज खोजे मिल्छ घरिघरि, धरतीमै छन् सबै चिज खोजे मिल्छ घरिघरि, तर जन्म दिने आमा बाबा पाइँदैन कसै गरी, तर जन्म दिने आमा बाबा पाइँदैन कसै गरी। झिकेर मुटुको टुक्रा आँखा भित्र हटाउँछिन्, झिकेर मुटुको टुक्रा आँखा भित्र हटाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्, छाती चुस्न खटाउँछिन्। जति चोट दिउँ जति पीडा दिउँ त्यसमा नि प्रीत पाउँछिन्, जति चोट दिउँ जति पीडा दिउँ त्यसमा नि प्रीत पाउँछिन्। जब दुख्छ मलाई रुन्छु जब म आँसु आमा बगाउँछिन्, आँसु आमा बगाउँछिन्। मेरो निम्ति उनी पहाड कन्दरा उकाली ओराली धाउँछिन्, मेरो निम्ति उनी पहाड कन्दरा उकाली ओराली धाउँछिन्। जति धेरै टाढा म गए पनि, जति धेरै पराई म भए पनि, सपनीमा भेट्न आउँछिन् आमा, सपनीमा भेट्न आउँछिन्।